एउटा गायिका रे होइन, जापान आएको पढ्नलाई होला वा कुनै भिजामा आएको होला होइन, त्यो रुखमा चढेर काफल खाएको छ, त्यो बिजोत के आफ्नो गायिका रे। फेरि त्यस्तो मान्छेले रुखमा चढेर काफल खाएको भनेर देखाइरहेछ के, लाज लाग्नु पर्ने हो क्या दिदी तपाईँलाई। उहाँ ब्रदर चाहिँ जापानमा हुनुहुँदो रहेछ क्या। उहाँले कुरा गरे अनुसार चाहिँ हाम्रो ऋतु थापा मगरजी उहाँ एकदम राम्रो गायिका हुनुहुन्छ। अनि उहाँ एकदम नेपाली वेशभूषामा रमाउने मान्छे हुनुहुन्छ। जहिले पनि उहाँका भिडियोहरू हेर्छु मैले होइन, कपडा नि राम्रै खाले लगाउनुहुन्छ। मतलब यस्तो अरू उहाँ कट्टुमा नाचिरहेको हुन्छन्, उफ्रिरहेको हुन्छन्, उहाँलाई त्यस्तो देखिया होइन। उहाँको गुनासो के रहेछ भने गायक या गायिका होस् या आर्टिस्ट भइसकेपछि चाहिँ काफल खाना यताउता गर्न नहुने कुरो हो होइन। अनि त्यो काफल अब बुटा चढ्यो भनेर विरोध गरेको देखियो। अब बुटा अब नाङ्गै चढ्यो भए पो एउटा कुरो हो। अब कपडै लाएर चढेको देखियो होइन। अनि अर्को कुरो बुटा चढेर काफल खाने अब काफल फल्ने जो बुटैमा हो, बुटा नचढेर कता माटा मुनि खान मिलेन होइन दाइ। तपाईँ के भनाइ छ भन्नुहोस्। अब के भनेर अब गायिकाले अब काफल खाएको के भनेर नेताहरू देशै खाइसके त विरोध गर्दैन। अब त्यो गायिकाले अब भाइरल मान्छेले अब कुनैले काफल खायो के खायो के हो गर्नु। पहिले नेताहरूबाट सिक्नुपर्छ कसरी खानुपर्छ भन्ने। त्यही भएर यो काफल खायो, कसले स्याउ खायो, कसले केरा खायो भन्दा पनि बरु नेताहरूले देश खाइसके यसको बारेमा विरोध गरौँ होइन। यो खासै यो कुनै कसैको विरोध गरे होइन। त्यो ऋतु थापा र उहाँको बहिनी हुनुहुन्छ। उहाँ दुईजनाले चाहिँ राम्रो भिडियो बनाउनुहुन्छ होइन। कपडाहरू उहाँको पहिरन पनि बडो राम्रै हुन्छ होइन, अरू जस्तो उत्ताउलो खालको हुँदैन। यो भिडियो चाहिँ अलि नरमाइलो लाग्यो मलाई हेर्दा, त्यही भएर हल्का उ गरेको। त्यस्तो नराम्रो केही छैन। नराम्रो नसोच्नु होला है कसैले पनि।